81 वर्षमा लागिसके अब म। राति 8 बजी सेवामा बस्थ्यौँ रातको। त्यही रातमा मैले चाहिँ ग्रहण गरेको। पहिला यो ठाउँमा बस्दै गयौँ, चर्चमा हामी हिँड्दै गयौँ। अब खेदो पनि भइरहेको छ। अब हामी त फरक फुरुक ठाउँमा, अब पुलिसले अब त्यति साह्रो देख्दैन थियो होइन। राति मात्रै हामीले सेवा गरेको कारण नै त्यही हो। 8 बजी बादमा अब दिउँसो उज्यालोमा गऱ्यो भने त अब पुलिसहरू आउने हो। बाइबल लैजाएर नि टाउकोमा यहाँ राखिदियो क्या। आधा घन्टा त्यहाँबाट पछिमा उसले आया गऱ्यो कि उनी त्यहाँबाट मात्रै राम्रो भयो। राम्रो हुँदै त्यहाँबाट मैले प्रभुलाई भने प्रभु यीशु भन् भने क्या मैले। प्रभु यीशु भन् भन्दा पहिले प्रभु यीशु भने क्या। प्रभु यीशु भन् सत्य पिता रहेछ भन्ने मैले बुझेँ क्या। त्यहाँबाट झन् प्रेममा पनि एकदम माया लाग्ने क्या। प्रभु ख्रीष्टलाई साह्रै माया लाग्ने भयो। त्यतिखेर पनि साह्रो थियो। मेचीको त्यो उमा क्या लुकेर राति 11 बजी गएर बप्तिस लिएको। अहिले पो बुढे लगाइन्छ। अब त्यतिखेर त ऊ चेप्पल छ भने चेप्पल नभए खाली खुट्टा चेप्पल हाफ पेन्ट लगायो। ऊ वचन दिँदा बाइबल बोकेर दासहरूले त वचन दिँदाखेरि हाफ पेन्ट लगाएर दिन्थ्यो। म विश्वास चाहिँ नभएको भएदेखि सायद म मरिसक्थेँ। पक्कै पहिल्यै म मरिसक्थेँ। प्रभुमा अब माथि सुत्नु पनि हामीलाई डर लाग्दैन। आनन्द साथ सुत्नु सकिन्छ। सबैलाई जय मसीह। बिलिभर्स मिडियामा आजको एपिसोडमा हामीसँग आदरणीय बडा आजको मेरो अतिथि हुनुहुन्छ। झापा भद्रपुर 3 मा रहेको एन्टियोक चर्चको आदरणीय बडा शिर कुमार गुरुङ जीवनको लामो समय परमेश्वरमा बिताउनु भएको छ र परमेश्वरका थुप्रै कामहरू गर्नुभएको छ। धेरै देख्नु भएको छ, भोग्नु भएको छ। पञ्चायत कालमै विश्वास गरेदेखि आज गणतन्त्रसम्म आइपुग्दाखेरि जीवनका धेरै अवरोहमा धेरै ठाउँ मानिसहरूको माझमा सुसमाचार पुर्याउनु भएको छ। प्रभुको कामहरू गर्नुभएको छ र लामो समय व्यतीत गर्नुभएको छ। आज हामी उहाँकै मुखबाट उहाँको जीवन गवाई सुन्छौँ, उहाँसँग कुराकानी गर्नेछौँ। आउनुहोस् सुरु गरौँ आदरणीय बडासँगको यो कुराकानी। बडा जय मसीह। जय मसीह। आराम हुनुहुन्छ? आरामै। आज यसरी तपाईँसँग मेरो भेटघाट भएको छ र तपाईँसँग आज हामी तपाईँकै बारेमा, तपाईँले प्रभुसँग बिताउनु भएको जीवनको बारेमा सुन्नेछौँ। सबैभन्दा पहिले त म तपाईँको पुरानो जीवनतिर जान्न चाहेँ। विश्वास गर्नुभन्दा पहिला तपाईँको जन्मस्थान अनि कहाँ कसरी हुर्कनु भयो केही कुरा भनिदिनुहुन्छ बडा? मेरो जन्म चाहिँ मिजोराम भन्ने ठाउँमा हो। यो पहाडी ठाउँ नै हो। मी भनेको मान्छे हो, जौ भनेको पहाडी, राम भनेको देश, पहाडी मान्छेको देश हो त्यो ठाउँ पनि। हामी सबै त्यहाँ तिनीहरू हाम्रो बाजेहरू पनि उहीँ जन्मेको हो। जापान वारमा लडेको हाम्रो बाजेहरू। अब त्यसको बादमा हामी यहाँनिर चाहिँ उहाँबाट अब हाम्रो बाबाहरू यता आएर यहाँ बस्यो यो ठाउँमा। अब नयाँ जग्गा खोलेको छ भनेर हामी पनि आयौँ। आएर यो सबै यो जङ्गलहरू थियो, ठुलो घनघोर जङ्गल थियो। सबै जङ्गल फाँड्दै सबैले जङ्गल फाँड्दै त्यो बसेको र हामीहरू त्यो नापिदिएको थियो। अब नाप्नेले नापेर सबै जङ्गलहरू 3-3 बिघाको जमिनलाई फाँड्दै हामी सबैलाई राखेको। अनि अहिले हामी जो यो सोमबारेमा यहाँ बसेछौँ पृथ्वीमा, यो सोमबारे बजार भन्छ, यसलाई बिहिबारे बजार पनि भन्छ। यहाँ चाहिँ यो पनि जङ्गलै थियो। मैले सोच्थेँ यहाँ को बस्छ होला यस्तो ठाउँमा भनेर। म वापसै जाउँला जस्तो मलाई त मन भइसकेको थियो। तर अब यसरी नै बसियो। अब यिनीहरू बस्दै दुःख गरेर बसेको बादमा हामीले छोराछोरीहरू जन्मिँदै गयो। सबै अब समस्याले घेर्दै गयो। त्यतिखेर हामीलाई मेरो साथी यहाँ 2 जना थिए। एउटा तिलक बहादुर लिम्बू हो, एउटा प्रेम बसेल। हामीलाई चिनाजानी भएको बादमा उनीहरूले मलाई यो धिमलधुरा चर्चमा लैजान थाल्यो। म त देखेको थिएन। धिमलधुरा चर्च यहाँबाट निकै परै पर्छ, हाम्रो घरबाट कमसेकम 3 किलोमिटर जति पर्छ होला। राति हामीलाई त्यतिखेर साह्रो थियो।
राति 8 बजी हामीहरू यहाँबाट जान्थ्यौँ। 8 बजी गएर सेवामा बस्थ्यौँ रातको। थोरै रोकेबाट कति सालतिरको कुराबाट यो जब तपाईँ चर्चसँग जोडिनुभयो? यो चर्चमा चर्चको मैले यहाँ लेखेर आएको छु। मैले ग्रहण गरेको सुलेमान भाइ, मतलब भदौरमा छ उनको घर, सुलेमान। अहिले प्रभुमा सुत्नुभयो, पोखरामा जिमवाल थियो, उनी अहिले सुत्नुभयो होइन। रातको शुक्रबार रातमा 2036 6/14 रहेछ। मैले 2036 6/14 तपाईँले ग्रहण गरेको राति पञ्चायतकाल थियो। पञ्चायतकालमा। अब मैले फेरि अर्कै प्रसङ्गमा जाएँ। तपाईँ सुसमाचार तपाईँलाई दुईजना साथीले सुनाउनु भयो भन्नुभयो, त्यो फेरि हजुर, हाम्रो एउटा यो के अरे तिलक बहादुर लिम्बू, अनि अर्को हो प्रेम बसेल। उहाँहरू तपाईँलाई चर्चसम्म लानुभयो, लैजाएको। त्यसपछि के भयो? त्यसको बादमा हामी त्यहाँ सेवामा हिँड्दै गयौँ। सेवामा हिँडेर थुप्रै हामीले सेवा गरेको बादमा अब पछि यो सुलेमान यिनले पनि यिनी पनि भद्रपुरमा त्यो होटल छ, त्यो बस स्ट्यान्डकै छेउमा। त्यो होटलको छेउमा उनीहरू बस्थ्यो। अनि उसले आइए गरेर ब्याङ्कमा काम पाएको थियो, सरकारी ब्याङ्कमा। तर उसले गरेन। ऊ पनि पछि अब लड्के टाइममा प्रभुलाई ग्रहण गर्यो उसले। त्यसको बादमा ऊ कहाँ गएर बप्तिस्मा लिए, सिलगढीमा गएर बप्तिस्मा लिएछ। लिएको बादमा आएर यहाँनिर हाम्रो सेवाल घरमा सेवा गर्थ्यो। त उसले त्यो रातमा अब मलाई बोलाएर अब लो ग्रहण गर्नुपर्छ भनेर भन्नुभयो। र हामीले त्यही रातमा मैले चाहिँ ग्रहण गरेको। पहिला उनीहरूले त मेरो जहानुले त प्रभु पाएको थिएन त्यतिखेर, मैले मात्रै पाएको। उसले पछि पायो उसले। त्यसरी हामीलाई अनि यो ठाउँमा बस्दै गयौँ, चर्चमा हामी हिँड्दै गयौँ। अब खेदो पनि भइरहेको छ। अब हामी त फरक ठाउँमा, अब पुलिसले अब त्यति साह्रो देख्दैन थियो होइन। राति मात्रै हामीले सेवा गरेको कारण नै त्यही हो। 8 बजी बादमा अब दिउँसो उज्यालोमा गऱ्यौँ त अब पुलिसहरू आउने, साल दाजु घरमा पुलिसहरू आइरहेको थियो। र पछि अब साल दाजुलाई पक्रिएर लैजा। साल दाजु भनेको बिबीबाट? बिबीबाटलाई हामीले साल दाजु भन्थ्यौँ। उसलाई जब पक्रिएर लैजा, त्यसको बादमा हामी झेलमा भेट्नु जान्थ्यौँ। उहाँ जेलमा भेट्नु हामी जान्थ्यौँ। त्यसको बाद अरू सबै ठाउँमा अब नेपालमा पक्रिनु थाल्यो। अब झापझोप्ती पाहाडतिर पनि पक्रिने, जहीँ तहीँ सबै पाहाडतिर हामी सेवामा जाँदा पनि गवाहीहरू दिन्थ्यो हामीलाई, यतिजना पक्रियो भनेर। त्यो सबै निक्लिन्थ्यो पक्रिकोहरू के पुरै ल अरे भयो। धेरै त हाम्रोमा भन्दा धेरै त हाम्रोमा त बिबीलाई मात्रै पक्रियो। र पहिला पनि अब पहिला एकपालि त्यो छोपधारी विश्वासी जति जो आत्मिक विश्वासी नभएकोहरू त सबै निक्लियो नि। अब त्यही पुलिसको डरले गर्दा विश्वासीबाट नै निक्लिएर गयो उनीहरू। र कोही जोगी भेष लगाएर हिँड्ने भयो, कोही के भयो, त्यहाँबाट पछि सबै कोही सब सुतिसक्यो यिनीहरू पनि सबै। यिनीहरू त्यस्तो खेदो भयो कि यहाँनिर। त्यसको बादमा अब पछि अब जब यो माओवादीको लडाइँ जब सुरु भयो होइन, त्यसको बादमा मात्रै हामीलाई खुला भएको त हो अलिकति। अनि हाम्रो जति यहाँनिर सेवा अब हिँड्नु थाल्यो, हिँडेको बादमा अब बढ्दै गयो। पहिला त हाम्रो खानु सानु केही थिएन, साह्रो थियो। अब हामी हाफ प्यान्टमा सेवा गर्थ्यौँ। हाफ प्यान्ट लगायो, जङ्गल हिँडेर गएर त्यो जलथलहरू कहाँ हामी पुग्थ्यौँ सेवामा। राँको बालेर डम्मै राँको बालेर हिँड्थ्यौँ हामीहरू यसरी उज्यालो। त्यसरी गयो। अब सेवा गर्दा नि मजाले मुरै ल्यायो, त्यो सिल्भरको कपमा चियाबाट फिक्का चिया मजाले यसरी खाएर सेवा गर्थ्यौँ। एकदम त्यो समयमा त आनन्द हुन्थ्यो सेवा गर्न। अब यति मिठो सेवा हुन्थ्यो कि
पछि पो अब यो अब खुलाउँदै गयो भने मान्छे पनि खुलाउँदै जाने रहेछ क्या मान्छेको जीवनमा पनि खुलाउँदै जाने रहेछ अब अहिले त घर घरमा गाडी छ घर घरमै गाडी आउँछ सेवामा पनि गाडी आउँछ अब पहिला त थिएन कहाँ कहाँबाट सेवामा आउनुपर्ने हिँडेर यस्तै अब हामीले त्यस्तै समस्याहरू भएको बादमा पनि हामीले सेवा छोडेनौँ सेवा गरि नै रह्यौँ अब यो उमेर भइसक्यो अहिले म 81 वर्षमा लागिसकेँ अब म अहिले 81 वर्ष 81 मा लागेँ म किनभने 2 साले हजुर 2 साले हो 81 मा म लागेँ अब छोरीहरू छोराहरू सबै अब हुर्किसक्यो होइन नाता नातिनीहरू छ सबै राम्रो राम्रो ठाउँमा बसेको छ र यहाँ पछि उसले प्रभु पाएको पनि एउटा कारण पनि छ क्या उनी साह्रो बिरामी भयो एकदम साह्रो बिरामी हुँदाखेरि त्यतिखेर अब उसलाई उँधो बोले क्या उँधो बोले चाप्यो यहाँ दबाई पानी केही थिएन हस्पिटल दूर अब हस्पिटलमा जानु गोडो गाडीमा लैजायो भने राँगा गाडीमा लैजायो भने 3-4 घन्टामा पुग्ने अब त्यतिखेर त मान्छे त खत्तम भइहाल्थ्यो नि अब दबाई छैन केही छैन यहाँनिर अब त्यसरी अब उनी के अरे रोगमा एकदम ग्रस्त भएर बाद पुरै चिसो क्या अब खत्तम तपाईँको सबै चिसो खत्तम अब छैन कहाँ यहाँ पनि नर्स छैन यहाँ पनि छैन नर्स अब ल मरिगयो नि अब सल्लाह चाहिँ अब भनौँ अब उसले भन्यो ना यो ठुलो नानी चाहिँ तिमी राख्नु या सानोलाई चाहिँ राख्नु ठुलोलाई चाहिँ उसको आमाको घरतिर पुऱ्याइदिनु भनेर क्या सट्टै ऊ त सुति गयो र आधा घन्टा टुकी बालेको थियो कि जो धिप्री हुन्थ्यो नि त्यतिखेर त धिप्रीमा मट्टीतिर हालेर टुकी बालेकोमा यसो बसिरहेको थिएँ तर मेरो साथीले मलाई पुरानो उहाँबाट हिन्दी बाइबल यत्रो यहीँ छ अहिले भित्र त्यो इन्डियाबाट उसको मेरो साथीको दाजु चाहिँ क्रिस्चियनहरू रहेछ क्या इन्डियामा उसले जाँदा लिएर आएर मलाई एउटा दियो कि ऊ त्यो बाइबल दिएको थियो अब त्यो मैले उमा राखिरहेको थिएँ यसो मेरो आँखा चाहिँ त्यहाँ गयो क्या त्यो बाइबलमा त्यसको पहिला चाहिँ म अब सेवा गएर मैले 2टा कार्ड मतलब हाम्रो यो सालको प्रतिज्ञा टिपेर आएको थिएँ न्यु इयरमा 2टा टिप्नु भएको थियो उसको लागि एउटा र मेरो लागि एउटा मेरो चाहिँ विश्वास नगरेको भए पनि श्रीमतीको लागि तपाईँले कार्ड टिपिदिनु भयो हजुर म चाहिँ मेरो चाहिँ 55-22 थियो 55 भजन 55-22 को 22 पद थियो मेरो चाहिँ म जहाँ उसको चाहिँ मैले टिपेको थिएँ 50 भजन 50 को 15 सङ्कटको दिनमा मलाई पुकार म तँलाई बचाउने छु भनेर लेखेकै थियो हेर्नुहोस् सेम त्यस्तै नै भयो है त्यहाँबाट त्यो म ठ्याक्कै त्यो यसो बाइबल देखेँ मैले मधुर के हुन्छ कि क्या हो भनेर मेरो बाइबल लैजाएर नि टाउकोमा यहाँ राखिदियो क्या यहाँ राखेर अब मेरो त थिङ्किङ भयो नि त अब कहाँ कहाँ पुऱ्याउने अब यो नानीहरू भन्ने अब त्यस्तै अब घर अब लम्बो मलाई सोच आयो त्यो सोच आउँदाखेरि निकै आधा घन्टा जति त मैले सोचिसकेँ आधा घन्टा त्यहाँबाट पछिमा उसले आया गऱ्यो कि यसो बाइबल पनि यहीँ राखिदिन्छ अरे भने म चाहिँ क्या फेरि खुट्टा त अब त्यो मतलब पहिला त चिसो नि अब मरेको मान्छे कस्तो चिसो हुन्छ होइन जाडो महिना डिसेम्बरमा यहाँ हेरेर तातो न तातो भएर गएको छ यस्तो तातो मैले कहिल्यै छामेको थिएन उसको खुट्टा नि मान्छेको खुट्टा त्यति तातो मैले छामेको थिएँ पुरै तातो यता सबै तातो नि त्यो तातो हिट आएर नि त्यसरी आउँदाखेरि उनी त्यहाँबाट मात्रै राम्रो भयो राम्रो हुँदै त्यहाँबाट मैले प्रभुलाई भने प्रभु यीशु भन् भने क्या मैले प्रभु यीशु भन् भन्दा पहिले प्रभु यीशु भने क्या प्रभु यीशु भन् भन्दा त्यो प्रभु यीशु भने त्यहाँबाट त
त्यही मैले बुझेँ कि सङ्कटको दिनमा मलाई पुकार भनेको छ नि त अब त्यो परमेश्वरले दिनुभएको थियो पहिला त्यो ठक्कै त्यो वचन हेरेर कति ठक्कै मिल्यो त त्यहाँबाट उसले विश्वास गरेर त्यहाँबाट ऊ पछि हटेको छैन क्या अझै तक यस्तो यस्तो हामीले दुःख गऱ्यौँ यहाँनिर पक्का सत्य पिता रहेछ भन्ने मैले बुझेँ क्या त्यहाँबाट झन् प्रेममा पनि एकदम माया लाग्ने क्या प्रभु ख्रीष्टलाई साह्रै माया लाग्ने भयो अब त्यसरी नै अब हिँड्दै गयौँ अब बुढो हुँदै गयो सेवा गर्दै गयो अब यो सेवा गरौँ अब फेरि बनाउने मै जिम्मा दिएको छ मलाई अब यो सेवा गरेर हामीले बनाउँछौँ अब अस्ति त्यो पाहुना पात बस्नेहरू बनायौँ अब त्यो त्यस्तै अब यहाँ अब चलिरहेछ हाम्रो जिन्दगी अनि बडा त्यो जब तपाईँ बढीले विश्वास गर्नुभन्दा अगाडि चाहिँ तपाईँ घरमा क्रिस्चियन हुँदा एक्लै हुनुभयो एक्लै थिएँ त्यतिखेर नानी हाम्रो नानीहरू पनि दुईवटा मात्रै थियो त्यही एउटा सानो नानी माइली छोरी 10 महिनाको थियो 10-11 महिना थिएन ठुलो छोरी त्यस्तै टुकुर अलिअलि हिँड्थ्यो हिँड्थ्यो त्यस्तो त्यो बेलामा तपाईँले एक्लै विश्वास गर्नुभयो एक्लै मैले गरेको थिएँ त्यतिखेर चाहिँ बढीलाई तपाईँले विश्वास गरौँ भनेर सोध्नु भएन होइन मैले केही पनि सोधेको थिएन अब पछि चाहिँ अब भन्नुपर्छ भन्ने एउटा भएको थियो तर अचानक त्यो त्यस्तो एक्सिडेन्ट भयो नि त्यो भएको बादमा चाहिँ त एकदमै आफै पनि छक्कै पर्छु कि म आफै पनि अब त्यही त बाइबल त्यो मेरो त बाइबल त थिएन त्यो त साथीले दिएको बाइबल हो यहीँ छ त्यो बाइबल पनि ठुलो क्या यत्रो नि त्यो त्यसलाई नयाँ नियम जस्तो नयाँ पुरा उसलाई गर्दै लेखेको बाइबल छ क्या त्यसलाई सर्लङ्गै सजिलो बनाएको त्यो पुरानो हिन्दीलाई यो पुरानो हिन्दी हो होइन त्यसलाई नयाँ गरेर छापेको यत्रो मोटो ठुलो छ त्यो बाइबल दिएको थियो र त्यो बाइबलबाट म त्यही बोकेर हिँड्थेँ कि सेवामा त्यतिखेर त्यही बाइबलले उसलाई यहाँ ठक्क राखिदिँदाखेरि त त्यति साह्रो सत्य हुने रहेछ भन्ने मैले यो बाइबल चाहिँ मैले माने क्या प्रभुले जुन वचन त्यो एउटा तपाईँले विश्वासमा तान्नु भयो नि कति सत्य वचन दिनुभएको छ होइन हजुर त्यो वचन त म त्यो वचन एकदमै मिल्यो नि त अब त्यो वचन हेरेर त सङ्कटको दिनमा मलाई पुकार म तँलाई सम्हाल्ने छु बचाउने छु भन्ने सहायता गर्ने त उसले पुकार्यो त्यहाँबाट त्यो ग्रहण पनि अब गरिगयो उहाँ लैजाएर गएर हामीले ग्रहण गरायौँ ग्रहण गरेको बादमा हामीलाई यहाँ बप्तिस्लीको त्यतिखेर पनि साह्रो थियो मेचीको त्यो उमा क्या लुकेर राति 11 बजी गएर बप्तिस लिएको हामी कतिजना 7 जना थियौँ बप्तिस लिनेहरू त्यतिखेर यतापट्टि सेवा गर्थ्यो राति बप्तिस्मा लिनुभयो राति 11 बजी त्यतिखेर चाहिँ बाहिर अब खुल्ला रूपले लिन नपाइने भयो नपाइने नि त्यतिखेर त अब त्यो लुकेर चुपचापै गएर त्यो मेचीको छेउमा अब अहिले त खुल्ला होइन त्यही चर्चभित्रै बनाएको छौँ हामी त होइन खोले त्यही पानी हालेको हुन्छ तिनीहरू सबैटा हुने म त्यतिखेर त गएर त्यो धानबारी हिउँदोमा त धानबारी उता मेचीको छेउमा त्यो पानीमा बप्तिस लिन्थ्यो लुकेर नि अब त्यतिखेर त 7 जना लिनुभयो हजुर 7 जना लिएको हामी त्यो बेला यस्तो बेला थियो जब अघि पनि भन्नुभयो मान्छेहरू डरले होइन अब खुल्ला विश्वासी हुन नपाइने त्यस्तो बेलामा पनि तपाईँहरूले त्यसरी सङ्गति राति गरेर पनि प्रभुको विश्वासलाई बचाउनु भयो सुसमाचार सुनाउनु भयो हजुर झन् बढ्दै पो गएको थियो हौ त्यतिखेर त झन् बढ्दै पो गएको थियो अब अहिले पो होइन यो फ्रेक्सन हुँदै के हुँदै जाँदाखेरि पहिला त अब त्यहाँ एउटा हाम्रो फुसको एउटा चर्च बनाएको थियौँ क्या फुसको थियो त्यो फुसको चर्चमा सेवा गर्थ्यौँ त्यहाँबाट फेरि पछि अलिक खुला हुँदै गर्दा यतापट्टिको त्यो चर्च बनायो सबै मै त्यसमा सबैमा म छु त्यहाँबाट यतापट्टिको चर्च बनाएर ढलाइ गर्दा पनि म पनि थिएँ त्यहाँबाट यो पछिपट्टिको त्यो दिदी बहिनी पाहुनापात बस्ने त्यो बनाउँदा त्यो मलाई नै जिम्मा दिएको
त्यो बनायो। अब फेरि यो अहिले यो हाम्रो पाहुना पातुरो त्यो पनि मलाई नै खटाएको। त्यो अघि पनि भन्नु पनि बडा हजुर आजभोलिको विश्वासी र त्यो बेलाको विश्वासीमा अब अहिले हामीसँग कति सजिलो छ, जानलाई साइकल छ के छ र पनि हामी बाहना खोज्छौँ। हजुर तर तपाईँहरू त्यो जङ्गलको बाटो हाफपेन लाएर हजुर टाढा टाढा सेवा सङ्गति गरेर मुराई खाएर अघि भन्नु भएन, त्यो बेलाको विश्वासीको प्रेम चाहिँ अलिक एकदम अगाडि राम्रो थियो। राम्रो मिलमिलाप राम्रो एकदमै होइन। सबैजना त्यहाँनिर हामी अहिले पो छुट्टी बुढे लगाइन्छ। अब त्यतिखेर त ऊ चेप्पल छ भने चेप्पल नभए खाली खुट्टा चेप्पल हाफ पेन्ट लगायो। ऊ वचन दिँदा बाइबल बोकेर दासहरूले त वचन दिँदाखेरि हाफ पेन्ट लगाएर दिन्थ्यो त्यो समयमा। समय नै त्यस्तो थियो। हजुर समयले उ गर्ने रहेछ नि। अब अहिले त हेर सबैको घर घरमा अब गाडी छ होइन। घर घरमा गाडी छ, सबै छुटेट बुटेट भएर आउँछ होइन। अब समय कहाँ जाने छ त्यो समय। मिजोरमबाट तपाईँ नेपाल आउनुभयो, एउटा जङ्गल भएको ठाउँमा होइन, यो ठाउँमा एउटा बस्ती बसेर तपाईँहरू अहिले ठुलो समुदायमा हुनुहुन्छ। त्यो बेलाको चर्च अब यो ठाउँमा त्यो बेला चर्च स्थापना भयो। हजुर तपाईँ लगायत बेबी बडा लगायत त्यो बेलाका अग्रजहरूको धेरै दुःख गर्नुभएको छ। हजुर कस्तो लाग्छ बडा, यदि त्यो बेलामा तपाईँहरू आज विश्वासी नहुनु भएको भए आज तपाईँलाई कस्तो लाग्छ? म कस्तो हुन्थ्यो होला, के हुन्थ्यो होला? म विश्वासी नभएको भएदेखि सायद म मरिसक्थेँ। पक्कै पहिल्यै म मरिसक्थेँ। आज के ड्रिङ्क ज्यादा खाइन्थ्यो, ड्रिङ्क भन्ने साह्रो खाइन्थ्यो हेर्नुहोस् हो। पहिले अब ड्रिङ्कले त मान्छेलाई त खपान्न त। अब सबै यहाँ हाम्रो साथीहरू सबै मरिसक्यो। यो ड्रिङ्क गर्नेहरू यहाँ ओल्लो पल्लो छिपे लाभरेहरू मात्रै छ नि यहाँनिर, त्यो सब मरिसक्यो। त्यो लाभरेनीहरू त ड्रिङ्क गर्ने जति त सबै मरिसक्यो। अब त्यतिखेर त अब ड्रिङ्क गरिन्थ्यो नै। अब किन ढाँट्ने परमेश्वर। साथी मिल्यो, गयो, खायो, हिँड्यो। तब जब प्रभु पाए त सबै त्यागियो होइन। त्यो चिजहरू दूर भयो। दूर हुँदा त स्वास्थ्य पनि राम्रो हुन्छ, रोग पनि दूर। उसले फेरि हामीलाई सहायता पनि गर्छ। त्यसले गर्दा आनन्द पनि हुन्छ। न सुत्दा पनि आनन्द, हिँड्दा पनि आनन्द होइन, घरमा बस्दा पनि आनन्द। त्यो आनन्द छ नि त अहिले त। त्यो जति बेला तपाईँले विश्वास गर्नुभयो बडा, त्यति बेला अब धेरै मान्छेहरू विश्वासी नभएको कारणले अप्ठ्यारा, प्रहरीको कुरा त फाल्टै छ, समाज वरिपरिको आफन्तहरू पनि हुन्छन् नि, आफन्तहरूले पनि यो क्रिस्चियन भयो भनेर अलिकति हेला गर्ने छरछिमेकीले, त्यस्तो केही अनुभव छ बडा? होइन त्यतिखेर अब हाम्रो बाबाले चाहिँ भन्थ्यो क्या। अब हाम्रो बाबाले चाहिँ के भन्थ्यो भने, अब म त घरमा जेठा हो, जेठा छोरा हो। अब हेर भगवान् त सबैको एउटै हो नि, ईश्वर त त्यसरी जाँदैन, आफ्नो धर्म छोड्नुहुन्न, यसरी मलाई भन्थ्यो क्या। म चाहिँ चुप बस्थेँ। त्यतिखेर म त अब एकै ठाउँमा थिएँ नि त, तल नौरमा छ नि हाम्रो मूल घर, परिवारहरू। त्यहाँबाट त्यसो भन्थ्यो। अब म चाहिँ चुप बस्थेँ। अब म यहाँ बसेँ भने त अब मेरो खुसी भयो होइन। म यहाँ अलग यहाँ आएर बस्दाखेरि त अब हामीलाई खुसी अलग भयो। त्यो बेलामा त्यसरी एक खालको समस्या, सबैमा समस्या थियो होइन। आर्थिक स्थितिहरू कम नै थियो धेरैमा। अघि नै हाफपेन्ट लाएर हिँड्नुपर्ने, चप्पल लाएर हिँड्नुपर्ने, जङ्गल मुलुक फाडेर बस्नुपर्ने। त्यो दिनदेखि आजको दिनसम्म आइपुग्दा आज धेरै कुराहरू प्रभुले तपाईँलाई दिनुभएको छ, धेरै आशिषहरू पाउनु भएको छ। प्रभुसँग हुनुभएकोले नै यो आशिषहरू तपाईँमा जोडिए जस्तो लाग्छ। हो म एकदम यो फेरि छोराछोरीहरू पनि अब हुन त राम्रो राम्रो घरमा गएको छ है। ठुलो छोरी यो डक्टरी खानदानतिरै गएको छ, विराटनगरमा छ। त्यहाँ त चारजना त डक्टरै छ त्यो घरभित्र। 4-5जना छ। मेरो सम्धी पनि डक्टरै हो। अहिले बित्यो, ज्ञानबहादुर श्रेष्ठ हो, धरानमा हो। अहिले चाहिँ विराटनगरमा सरेको छ। धरानमा सबै जग्गा जमिन सबै छ। अनि फेरि माइलीहरू उतै छ, राम्रै छ काठमाडौँमा। साइली कान्छी वहाँनिर हङकङमा छ। त सबै नै छोरा पनि अब सबै
आफू गरेर खाएकै छ होइन। कति छोरा कति छोरी? 4 बहिनी छोरी र 2 भाइ दुई छोरा, छोरा। लास्ट अन्तिमहरू 2जना छोरा। राम्रो छ छोरा, ठुलो छोरा पनि एकदम राम्रो छ, ठिक छ एकदम सेवामा। यहाँ आयो भने सेवामा हिँडिरहेको छ, जहीँ तहीँ जान्छ, दूरको सेवा जान सक्छन् उनीहरू त। बाइकमा जान्छ, लिएर कहाँ कहाँ पनि जान्छ, नहुनेमा गाडीमा पनि जान्छ, आयो भने सेवामा हिँडै गर्छ। समग्रमा सबै कुरा राम्रो भएको छ। हजुर, प्रभुलाई पाउनु भएको छ, हजुर, प्रभुमा जोडिनु भएको छ। हजुर। त्यो बेलामा 36 सालको एउटा भनिन्छ नि पञ्चायतकाल भनेको एउटा नेपाली विश्वासीहरूलाई एकदम गाह्रो समय थियो। गाह्रो त्यतिखेर गाह्रो थियो। त्यस्तो समय पनि विश्वास गरेर तपाईँ पुरानो विश्वासी, अहिले त धेरै विश्वासी, धेरै ठाउँ धेरैवटा चर्च भए, विचार गर्ने हेर्ने भने जताततै चर्च देखिन्छ, तर त्यो बेलाको विश्वास र त्यो बेलाको प्रेम चाहिँ आजको विश्वासीमा पटक्कै छैन। अब त्यतिखेर त अब चर्च पनि कम्ती, चर्च कम्ती। अब एकदम माथि पहाड पैदल जानु पर्थ्यो। उनीहरू पनि पैदल पहाड गएको छ यिनीहरू पनि, म पनि गएको हो पैदल। दोर्पा उनीहरू त कहाँ पैदलै जान्थ्यो। त्यति अब तगडा थियो नि त, अब हिँड्नु सक्नेहरू थिए यिनीहरू। सब जग्गा यिनीहरू छोरी मान्छेहरूको पनि सेवामा अब जस्तै जिम्वालहरूसँगै सबै दार्जिलिङतिरबाट पनि आउँथ्यो नि, हाम्रो लिङ्क यता दार्जिलिङबाट छ हाम्रो। दार्जिलिङ एल्सादाईदेखि लिएर दार्जिलिङको सबैबाट आउँथ्यो र सबै मिलेर जान्थ्यो क्या सेवामा। त्यही त धेरै मैले अघिल्लो केही बडाहरूसँग कुरा गर्दा उहाँले पनि भन्नुहुन्थ्यो कि पहिले चाहिँ कहीँको एउटा विश्वासी आयो भने क्रिस्चियन छ है भन्नु भने आफ्नै घरको आए जस्तो लाग्थ्यो, घरमै राखेर घरको परिवार जस्तो लाग्थ्यो। हजुर, अहिले चाहिँ क्रिस्चियन आयो भने पनि वास्ता हुँदैन भन्नुहुन्थ्यो कि रियालिटी चाहिँ त्यही छ अहिले। अब अहिले त अब क्रिस्चियनहरू पनि अब के गर्ने, थरीका भए, अलिक फ्री खाले भयो, आत्मिक छैन क्या। आत्मिक खाले हुनु पऱ्यो नि त। आत्माबाट परमेश्वरलाई त आत्माले चिन्नु पऱ्यो, किनभने उनी आत्मिक हो होइन, आत्मा हो। परमेश्वरको आत्मा त अब आत्माले बोल्छ। आत्मालाई हामीले परमेश्वरलाई राख्नुपर्छ, आत्माले हामीले चिन्नुपर्छ, तब त आशिष पनि दिन्छ एकदमै। हामीले त्यो देखावटी सेवा मात्रै गएर त भएन नि होइन। देखावटी सेवाले त केही पनि गरेन होइन। आत्मिक सेवाले पो अब हामीले आशिष पाउँछौँ एकदमै। त्यसले गर्दाखेरि हाम्रो घरमा कुनै टुट्दैन। हामी त घरै ताला मारेर जान्छौँ सबै सङ्गतिको लागि सेवामा। हाम्रो सेवा अब आराधना सेवामा यिनीहरू 4जना, हामी 4जना त कन्टिन्यू गएको हुन्छ, 4जना 5जना सेवामा। हामी सेवा कुनै छोड्नु भएको छैन? हजुर, छोड्दैन, हामी कुनै सेवा छोडेको छैन। किन भन्दा तपाईँहरूले परमेश्वरलाई नजिकबाट देख्नु, उहाँसँग समय बिताउनु भएको छ, किनभने उहाँको लागि धेरै काम गर्नु भएको छ। त्यसैले त त्यो छोड्न मन लाग्दैन है। हजुर, एकदम हामीलाई एकदम मतलब प्रभुको प्रेम चाहिँ चिनेको छौँ के हामीले महान। फेरि हाम्रो के छ भने हाम्रो अब दुःख पर्दा होइन, रोग बिमारमा हुँदा पनि हाम्रो मण्डलीले साह्रै राम्रो गर्छ क्या। सबैलाई सहायता दिन्छ, भेटी उठाएर पनि हामी दिन्छौँ, दिइरहेको छौँ। सबै जो बिरामी छ होइन, सबैलाई हामीले भेट उठाउँदै, अब सानो मण्डली भयो भने अब भेटी त हामी उठाउँछौँ, राम्रै उठाउँदै दिन्छौँ। हजुर, हामी अन्त्यमा छौँ। त्यो बिबी बडाकै प्रसङ्गमा म गएँ, उहाँ जेल पर्नु भयो नि जब। हजुर, त्यो बेलामा अब तपाईँ आफ्नो अगुवा नै जेल परेपछि त विश्वासीहरू एउटा छरपष्ट, हामी क्रिस्चियन्सको पनि देख्छौँ नि होइन, यसलाई विश्वासी छरपष्ट भएको आफ्नो अग्रज अगुवा नै पक्राउ परे पछाडिको त्यो समय, त्यो बेलाको सङ्गति, त्यो बेलाको तपाईँहरूको अब होइन हाम्रो बडालाई त पक्रियो भने अथवा मुख्य मान्छेलाई पक्रियो भने हामी अब छोडेर पो जाउँ कि भन्ने जस्तो त्यस्तो केही भयो त्यो बेलामा? युनिटीमा रहेर त्यो चाहिँ मलाई चाहिँ भएन, अरूलाई भयो भने मलाई चाहिँ त्यस्तो क्या। म चाहिँ अब उता अब फ्री उसबाट आएको मान्छे हो, डर पनि नलाग्ने क्या मलाई क्या। अब फेरि सिपाही मान्छे होइन, सिपाहीतिर पनि म नोकरी गरेको मान्छे, त्यो मलाई डर नलाग्ने, यस्तोहरू चाहिँ मलाई डर नलाग्ने क्या। पुलिसमा पनि नोकरी गरेको, मैले त आर्मीमा पनि गरेको, पुलिसमा पनि गरेको, पुलिसमा पनि जेलमा बसिन्थ्यो बदमास थियो त। यस्तै म त्यस्तो खाले मान्छे मलाई वास्ता लाग्दैन थियो। तर मैले यति हो कि हामी सेवा चाहिँ त्यो ग्रुप के टक्कै घरमा
त्यतिखेर गर्थ्यौँ के सेवाहरू। चर्चमा भेला नभइकन घरघरमै कोही अब त्यहाँ चर्चमा पनि अब कोही मेस खानेहरू माथि तल गएर होइन साङ दाजुमा गएर अब जिमलहरू अब जिमलहरू बसेर होइन गरिदिन्थ्यो। यसरी अब सेवा चाहिँ नदेखेर अब होइन पुलिसको त नजर भइरहेको थियो नि त्यतिखेर त हो त्यस्तो गरेर त्यो अलिक दिन त्यस्तो भयो। तपाईँलेबाट ठिक छ धेरै कुराहरू तपाईँले भन्नुभयो त्यो बेलादेखि यो बेलासम्म धेरै कुराहरू तपाईँले देख्नु भोग्नु भएको छ। 81 वर्ष पुग्नुभयो होइन? हजुर 81। यो 81 वर्ष पुगेरमा आउँदा तपाईँले धेरै कुरा चर्चका मण्डलीका देशका अनि परिवारका पनि धेरै कुरा देख्नुभयो। नाता नातिनासम्म तपाईँले हुर्काइसक्नु भएको छ। हजुर कतै दुःख कतै खुसी जीवनमा हुन्छ नै हुन्छ नि। यी सबै गरिरहँदा प्रभुका यति धेरै कामहरू गर्नुभयो, प्रभुसँग नजिक हुनुभएको छ। अझै पनि मैले अब गर्न यो बाँकी छ है अथवा अब मैले गर्नुपर्ने यस्तो बाँकी छ है प्रभुको राज्यमा अरू धेरै केही यस्तो छ अब यो चाहिँ गर्न पाए हुन्थ्यो भन्ने केही छ तपाईँको जीवनमा? अब मेरो त अब यति हो कि दूरको सेवा चाहिँ हिँडिनु सकिन्न होइन। अलिक हामीलाई साह्रो पर्छ होइन बुढेसकाल भयो भने दूरको सेवा चाहिँ। किनभने अब बुढेसकाल भयो भने अलिक हिँड्ने डुल्ने पनि यो बस्नु होइन यो खुट्टाहरू अब त्यो पोलिटिक कसरी धेरै बस्नु सकिन्न यसरी। पहिला त यस्तो हुँदैन नि अब त खुट्टा यस्तोमा चाहिँ सकिन्छ, यस्तोमा बस्नु चाहिँ सकिन्छ। तर दूरको सेवा चाहिँ म छेउछाउ चाहिँ म हिँड्छु, दूरको चाहिँ गएको छैन। जस्तै कालिम्पोङमा चाहिँ लास्टमा म गएको थिएँ, डनियल दाजु बिद्धाहरू गएको थिएँ अस्ति धेरै भयो छैन। नभए कालिम्पोङ त सालाना म जान्थेँ पहिला, खुब जान्ने हो मान्छे। तर अब अहिले त बुढेसकाल भयो भने अलिकति हामीलाई शरीरले पनि त गर्छ है, साथ दिँदैन। त्यसले गर्दा यही सेवा गऱ्यो बस्यो। अब यताको कामहरू खटाइदियो भने गर्ने हेरेकदेख गर्नु त सकिन्छ नि। हजुर उत्साह गर्ने र त्यो चाहिँ सकिन्छ। अब एउटा मेरो चाहिँ मन त्यही मण्डली बनाउने एउटा छ क्या मेरो। हजुर भवन, त्यो मण्डलीको भवन बनाउने चाहिँ एउटा उ छ मेरो। तपाईँ पनि डक्टर, तपाईँलाई गाउँमा बोलाउँदा डक्टर केही भन्छन् होइन? होइन पहिला म अब मिलिट्रीमा हुँदा म कम्पाउन्डिङ गर्थेँ क्या। कम्पाउन्डिङको म मिलिट्रीमा मैले थुप्रो गरेको 8-9 वर्ष मिलिट्री हस्पिटलमा पुरा 8 वर्ष बसेँ। त्यसको बाद यहाँ आएर पनि धेरै गरेँ। यहाँ धेरै पहिला त यहाँ थिएन, कोही केही थिएन यहाँ, म मात्रै झोला बोकेर मैले रेसै पान्न थिएँ जङ्गलमा। त्यो भोकै अब लान्छ हेरे भोकै दबाई किन्ने पैसै छैन, रोग लागेको छ गयो त्यो दबाई हेऱ्यो, दबाईहरू दियो उही स्याहार्ने के पैसा त्यो माग्ने दिनु। अब रोगले उ भएको छ हेऱ्यो दबाई दियो आयो त्यसरी म के मलाई पछि त मलाई भन्थ्यो कि तपाईँले छोड्नुभयो गर के गर्यो भन्थ्यो क्या। तर अब बुढेसकाल भयो भने क्या फेरि सक्दैन कि यो मिलिट्री हस्पिटलमा तपाईँले काम गरेको कारणले मिलिट्रीमा त्यो अनुभव चाहिँ तपाईँले गाउँघरमा मैले मिलिट्री हस्पिटलमा गरेँ, मैले पुलिस हस्पिटलमा गरेँ हो। त्यसले गर्दा यहाँ आएर मैले गरेको भाइ अब खुरुखुरु गरेको भए ठिकै थियो होइन। तर अब मान्छेको एउटा ऊ हुन्छ क्या सोच, अब सेवा पनि गर्ने उता अब फेरि अब केटाकेटीहरू पनि अब होइन नोकरी पनि जानु। यहाँ त्यतिखेर पैसै थिएन। अन्त्यमा बडा अब धेरैले हामीलाई हेर्नुहुन्छ, कतिजनाले विश्वास गर्नुभएको छ, कतिले विश्वास गर्नुभएको छैन। त्यो सबैलाई तपाईँसँग यति धेरै अनुभव छ, हामीले हेर्ने दर्शकहरूलाई के भन्नुहुन्छ बडा? अब सन्देश त अब म त प्रभुलाई अब विश्वास गर्नुहोस् भने चाहिँ सबैले मैले जति मेरो यो कुरोहरू सुन्नेहरू छन् देख्नेहरू छन् उनले प्रभुलाई विश्वास गरोस्। सारो सत्य पिता बाटो नै उयो हो, जीवनै उयो हो। आखिरी अन्तमा त हामीले यही बाटो भएर जानुपर्छ। एक दिन त हाम्रो पनि त फसेला हुन्छ माथि। मान्छेले अहिले यहाँ पृथ्वीमा अब यो हो ऊ हो भन्छ, तर उहाँ गएर त एक दिन त हामी त कटघरमा त उब्नै पर्छ।
यहाँ त यो संसारमा त एउटा न्यायाधीशको छेउमा उभिनुपर्छ भने उहाँ त डरलाग्दो न्यायाधीश छ हो कि यसलाई त्यहाँ त उभिनै पर्छ, नउभि छाड्दैन। हामीलाई सत्य किताबले बताइरहेको छ होइन, पवित्र शास्त्रले हामीलाई देखाइरहेको छ। अहिले नै बुझ भनिरहेको छ हामीलाई। जब त हामीले यो बुझेनौँ भने, यो हामीले यो शास्त्रले हामीलाई देखाएको बाटो हामीलाई देखाएन भने पछि गएर त्यो डरलाग्दो समय आउँछ नि त होइन हजुर। हो, त्यही समयको लागि हामी सबै अब यहाँनिर प्रभुलाई प्रेम गर्नु परेको छ। प्रेम गर्दाखेरि पनि हामीले कति गल्ती गरी पठाउँछौँ, संसारमा छौँ होइन। र पनि हामीलाई त प्रभुले 70 पल्ट गुना पो भनेछ त, क्षमा दिन्छु भनेर भनेको छ होइन। र हामीले घरलाई पनि चलाउनु मिलमिलाप हुन्छ, घरमा पनि आनन्द शान्ति हुन्छ। सानो छोरा छोरी नाता नातिनीले सिक्छ बाटो कसरी हिँड्नुपर्छ। मेरो घरमा नातिहरू, मेरो नातिनीहरूले कति राम्रो बाइबलको पढाइमा छ, प्रार्थना गर्नु जान्दछ, बाइबल कति राम्रो पढ्छ, हाम्रो सन्डे स्कुलमा कति राम्रो सिकेको छ। त्यो हुनुपर्छ। मैले भन्नुपर्नेहरू के छ र मेरो अब हामी त अब ढुक्कै छौँ नि। अब प्रभुमा अब माथि सुत्नु पनि हामीलाई डर लाग्दैन, आनन्द साथ सुत्नु सकिन्छ प्रभुमा, आनन्दले हामीलाई लान्छ। किनभने कति मैले देखेको विश्वासीहरू सुत्दाखेरि प्रभुमा मृत्युमा जाँदाखेरि हँसिलो मुख हुन्छ क्या, तर बाहिरको हेर्दा डरलाग्दो हुन्छ नि त। यो अन्तिममा पनि मान्छेलाई त्यो थाहा हुन्छ क्या, अन्तिम दिनमा सास जाने बेलामा थाहा हुन्छ नि मान्छेलाई। त्यो घडी त दिमाग त हुन्छ नि। यति नै हो अब। हुन्छ बडा, एकदम तपाईँको व्यस्त समयको बावजुद पनि हामीलाई यसरी समय दिनुभयो। हजुर, धेरै अनुभव तपाईँसँग छ। प्रभुले तपाईँलाई लामो आयु दिनुभएको होस्, सदा सर्वदा खुसी राख्नुभएको होस्। हामी प्रार्थना गर्छौँ, हाम्रो लागि प्रार्थना गरिदिनु होला। ल, हामी बिलिभर्स मिडियाको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद। ल, जय मसीह। आजको एपिसोडमा हामीले आदरणीय बडासँग कुराकानी गऱ्यौँ। लामो समय प्रभुसँग जीवन बिताउनु भएको छ, प्रभुसँग नजिक हुनुभएको छ, आफै परमेश्वरका धेरै कार्यहरू गर्नुभएको छ। हामीले सुन्यौँ रातको समयमा बप्तिस्मा लिएर मानिसहरूलाई प्रहरीले पक्राउ गरिरहेको, विश्वासीहरूलाई प्रहरीले पक्राउ गरिरहेको बेला पनि आफ्नो विश्वास बचाएर प्रभुको राज्यमा धेरै कामहरू गर्नुभएको आदरणीय बडा उहाँको जीवनी हामीले सुनेका छौँ, उहाँको गवाई सुनेका छौँ। परमेश्वरले उहाँलाई धेरै कुराहरू दिनुभएको छ र ती धेरै कुराहरू आज हामीले आजको यो पुस्ताले सुन्न पाएको छ। हाम्रा अग्रजहरूबाट हामीले यसरी नयाँ कुराहरू, हाम्रा अग्रजका कुराहरू, उहाँले परमेश्वरसँग गर्नुभएका दुःखका कुराहरू, परमेश्वरले दिनुभएका आशिषहरू सुन्न पाउनु हाम्रो सौभाग्य हो। अर्को एपिसोडमा अर्को अतिथिसँग कुराकानी गर्नेछौँ। बिलिभर्स मिडियालाई लाइक, सब्सक्राइब गर्न नभुल्नु होला। सबैलाई जय मसीह।